मोटरको बत्तीको उज्यालोमा अजितले केही बैलगाडा लस्करे देखे। सायद नजिकैमा कुनै गाउँ हुनुपर्छ र गोरु फुकाएर घर लगेका किसानहरूले गाडा जहाँको त्यहीँ छाडेको हुनुपर्छ। अजितले होसियारपूर्वक त्यस ठाउँबाट अगाडि निक्लेपछि भने, कमल, तिमीलाई बुझ्न एकदमै गाह्रो छ। कमलले भनिन्, कसरी गाह्रो छ? तपाईँले ठिकै बुझ्नुभएको थियो। बाटो बिराउन साथ मलाई फकाएर सजिलैसित लान सकिन्छ। सायद त्यो मेरो भ्रम थियो। कमलले हाँस्दै भनिन्, बाटो बिर्सनु भ्रम, मलाई फकाएर लैजाने प्रयास गर्नु भ्रम, सब थोक भ्रम। आखिर भ्रमको यति ठुलो बोझ आफ्नो थाप्लोबाट बिसाउने कहिले? अजित बाबु, आफैलाई श्रद्धा गर्न सिक्नुहोस् तपाईँ। यसरी आफ्नै दृष्टिमा आफैलाई तुच्छ नबनाउनुहोस्।